एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म अलिकति लेटै मेरो भिडियो स्टार्ट गर्दै थिएँ अनि अब चाहिँ म कहीँ जान आँट्दैछु। सो यहाँ चाहिँ म कपडा हेर्दै थिएँ। अब चाहिँ म यहाँ चेन्ज गरिसकेको छु अनि जानलाई तयारी हुँदै निस्किसकेँ घरदेखि। अनि बाहिर यसो हेरेको त घाम त पुरा धेरै थियो, एकदम चर्किरहेको थियो, तर भ्यू चाहिँ राम्रो देखिन्छ। पहाडमा चाहिँ जे होस् जता हेर्दा पनि ब्युटिफुल लाग्छ। सो यहाँ चाहिँ म हिँड्दैछु। अब चाहिँ बाटोमा निस्किसकेँ अनि जाँदै थिएँ, गर्मी लाग्दै थियो एकदम। यहाँ चाहिँ हेर्नु नि कस्तो दामी देखिन्छ, रास्ताहरू क्लिन र उयो चाहिँ एकदम दामी देख्छ। यहाँ चाहिँ मतलब हिल एरिया पनि भएर होला, प्लेन एरियामा त्यस्तो लाग्दैन, तर हिल एरियामा चाहिँ एकदम पहाड एरियामा चाहिँ धेरै राम्रो लाग्छ। यहाँ चाहिँ म घर पुगिसकेँ दिदीहरूकोमा अनि चढ्दैछु माथि। अनि अब चाहिँ यहाँ मैले केही ल्याइदिएको थिएँ सामान दिदीको लागि, हेर्दै गर्नु होला अब रियाक्सन दिदीको। सो अब चाहिँ हामी यहाँबाट पनि निस्किसक्यौँ अनि बाहिर चाहिँ कस्तो पुरा भ्यू चाहिँ मलाई चाहिँ फेरि यस्तो भ्युजहरू यस्तो देखिसक्दो फोटो चाहिँ भिडियो चाहिँ लिनु मन परिहाल्छ कि म त्यस्तै अब अलिकति मनपर्छ मलाई नेचरको। अनि क्यान्डी जस्तै देखिन्थ्यो पुरा। अनि अब एकजना गफ गर्दै हिँड्दैछौँ, छाता ओढेर, घाम लागिरहेछ मजाले। अनि अब चाहिँ यहाँ वेटिङमा छौँ, हामी एकछिन गाडी पर्खिँदैछौँ। अनि यहाँ चाहिँ गाडी पर्खेर अब हामी निस्केको। मात्रै देखाउँदैछ, ट्रेन्समा अब घुसेर हेर्ने हो। अनि यहाँ चाहिँ हामी ट्रेन्स पुगिसक्यौँ अनि ट्रेन्सभित्र पस्यौँ अनि पसेर अब के हेर्न थाल्यौँ। अनि मेन्सवेयरमा गयौँ, केही मन परेन। अनि फेरि हामी निस्केर आयौँ बजारतर्फ। यो चाहिँ हो रम्फू बजार। आज चाहिँ एकदम खाली खाली थियो अनि यहाँ चाहिँ दुईजनाको बिच डिस्कसन चल्दै थियो कि के खाने भनेर। अनि अब गयौँ पानीपुरी खान हामी चाहिँ फर्स्ट। अनि पानीपुरी खाँदैछौँ मजाले, एकदम मिठो थियो पानीपुरी चाहिँ, टेस्टी थियो। गफ गर्दै अनि पानीपुरी खाएर चाहिँ अब के खाने त भनेर सोच्दै थियौँ। अनि यहाँ आएपछि चाहिँ हामी यस्तै हुन्छ कि के खानको लागि नि त स्ट्रिट फुड। अनि अब चाहिँ के खाने भन्दा चाहिँ मोमोज खान गयौँ अनि टेस्टी थियो मोमोज पनि। मोमोज खाएर हामी गयौँ मियामोर केक सप। सो यहाँ गएर चाहिँ केक लिनुको लागि बेकरीमा। अनि अब गाडीमा बसेर घर फर्किँदैछौँ। भ्यू चाहिँ यति दामी देखिरहेको थियो विन्डोबाट। अनि त्यो अलिअलि खिच्दै ओर्दै म चाहिँ आइपुगेँ। अनि अब आएर चाहिँ दिदीलाई बाई गरेर म चाहिँ जाँदैछु आफ्नो घरतर्फ। अनि बेलुका पनि भइसकेको थियो। अनि आएर चाहिँ अब कफी टाइम भयो हाम्रो। अनि म चाहिँ इन्स्ट्यान्ट कफी बनाउँदैछु यहाँ म र मम्मीको लागि। अनि दुध हालेर बनाएर अब दिँदैछु म मम्मीलाई फर्स्ट। अनि यहाँ मम्मीलाई दिइसकेँ। मम्मी चाहिँ मस्त हुनुहुन्थ्यो ग्रुप कलमा। अनि म आफ्नो लागि लिएर बसेँ कफी। अनि कफी मात्रै त भएन, अनि कफीसँग के त चाहियो साथी। अनि खाँदै आजको भिडियो चाहिँ यहीँ एन्ड गर्दैछु। बाई गाइस, सी यू नेक्स्ट।